नमस्ते, म पोखरा जब सेन्टरबाट। हामीले वेबसाइट लन्च गरिसक्यौँ, तपाईँहरूलाई थाहै छ। हाफ कम्प्लिट भएको छ, त्यो पनि थाहा छ। जब एप्लाई गर्न र जब हेर्नलाई तपाईँहरूले सक्नुहुन्छ, त्यो पनि हजुरहरूलाई थाहा होला। अनि अब हामीले भित्रको कुरा पनि भन्नुपर्छ होइन। अब जसले भ्याकेन्सी दिनुहुन्छ त्यो चाहिँ अलिकति अप्ठ्यारो नमान्नु होला। अब यसमा चाहिँ हामीले जस्तो तपाईँको नाम XYZ कम्पनी भयो भने XYZ को कम्पनीको भ्याकेन्सी एक वर्षमा कतिवटा आछ भने हामीले ट्र्याकिङ गर्न सक्छौँ। एक महिनामा कतिवटा आछ त्यो पनि ट्र्याकिङ गर्न सक्छौँ। तपाईँलाई मान्छे पठाइदिएर पनि तपाईँले नाम नभनिदिएको अवस्था छ भने मानौँ एकचोटि तपाईँको त्यो सेलेक्सन भएन, दुईचोटि अर्को 5वटा मान्छे पठाइदिएर पनि तपाईँले एउटा पनि सेलेक्सन गर्नु भएन, अर्कोचोटि पनि सेलेक्सन गर्नु भएन भनेपछि त्यो हाम्रो गल्ती होइन, त्यो तपाईँको फल्ट हो। तपाईँले सेलेक्सन नगर्नु भनेको त्यो हामीलाई ढाँटेको जस्तो फिल हुन्छ है। अनि अहिले धेरै ओनरहरूले ढाँट्नु भएको छ, होटेल रेस्टुरेन्टकोले, स्पेसली होटेल र रेस्टुरेन्टकोले त ढाँटेका छन्, हामीलाई पठाउनु मात्रै भएको छ, कमिसन त 0% हो। त्यो भएर अब चाहिँ मैले रिक्वेस्ट ओनरहरूलाई के गर्न चाहेँ भन्दा अब नढाँटिदिनुहोस्। अब ढाँट्नुभयो भने तपाईँको 3चोटि 4चोटि हामीले हेर्छौँ, 3चोटि 4चोटिमा पनि तपाईँले नाम भनिदिनु भएको छैन अथवा नाम होटेलको क्यान्डिडेटहरूको नाम सेलेक्सन भयो भने नाम भनिदिनु भएको छैन भने त्यो भनेको तपाईँको लागि भनेपछि नराम्रो पनि हुनसक्छ। हामीहरूले मान्छे अब तपाईँलाई पठायो पनि भन्न सक्छौँ कन्डिसन अनुसार होइन। अब 3चोटि 4चोटि भ्याकेन्सी दिनुभयो, 4-5 जना मान्छे पठायौँ, त्यही पनि तपाईँले सेलेक्सन नगरेको अवस्था छ भने त्यस्तो अवस्थामा हामीले अब छिट्टै नै स्ट्रिक्ट पोलिसी लिँदैछौँ, एकदम स्ट्रिक्ट पोलिसी लिँदैछौँ क्या। यस्तो हाम्रो पनि खर्च बुझिदिनुपर्छ, साहुहरूले एकदमै बुझ्नुपर्छ। एकजना थियो, एउटा रेस्टुरेन्टको थियो मान्छे, भन्थ्यो क्या मलाई, हामी एउटा प्याजको त त्यो कसरी प्याजको पैसा बचाउन सकिन्छ भन्थ्यो क्या, यस्तै भन्थ्यो। अब स्टाफ मलाई हामीले पठाउनु छोड्यौँ, त्यसरी प्याक हो, फेरि कहाँबाट ल्याउने स्टाफ, गाह्रो छ। त्यो भएर जब सेन्टर र ओनर भनेपछि नङ मासुको रिलेसन हुनुपर्छ। किन भन्दा स्टाफ जान्छ, स्टाफ आज जान्छ, भोलि हामीले तपाईँलाई पठाउनुपर्छ होइन। पर्सिको दिन फेरि अर्को स्टाफ जान्छ, हामीले पठाउनुपर्छ। सर्भाइभ तपाईँको बिजनेस पनि लङ रनमा जाने, हाम्रो बिजनेस पनि लङ रनमा जाने। त्यही भएर जब सेन्टरसँग विवाद नगर्नुहोस्, म भन्छु कुनै पनि जब सेन्टरसँग तपाईँ विवाद नगर्नुहोस्। एक दिन मेरो स्टाफ एब्सेन्ट भयो भने मलाई कति आतुरी हुन्छ। तपाईँको हामीहरूले रिक्वायरमेन्ट फुलफिल गरिदिइरहेछौँ भने तपाईँहरूले नाम, क्यान्डिडेटको नाम एकदम भनिदिनुपर्छ। अब हाम्रो पनि अफिस छ, अफिसमा स्टाफ छ, उनीहरूलाई पनि तलब खुवाउनुपर्छ। कति हेर्दाखेरि सानो अफिस छ, नत्र एकदम खर्च छ। भाडै तिर्नुपर्छ, 17,000 रुपियाँ भाडै तिर्नुपर्छ यहाँनिर होइन। अनि स्टाफलाई त्यस्तै तलब दिनु पऱ्यो, सबै कुरो म्यानेज गर्नु पऱ्यो। जब सेन्टर भइसकेपछि स्टाफलाई त्यही अनुसारको स्यालेरी पनि दिनु पऱ्यो, अनि बल्ल यहाँ टिक्ने हो, नत्र त टाप हो है। त्यो भएर ओनरहरूलाई हामीले रिक्वेस्ट, अब हामीले वेबसाइटबाट सबै सिस्टममा काम गर्दैछौँ भने तपाईँले भ्याकेन्सी दिएको नाम र नम्बरसँग ट्र्याकिङ सिस्टम हुन्छ। त्यही भएर दिँदाखेरि चाहिँ अलिकति राम्रो मान्छेलाई भ्याकेन्सी दिन, जसले नाम भनिदिरहेको हुन्छ, त्यसले फलोअप गरिदिरहेको हुन्छ, त्यस्तो मान्छेले मात्रै अब दिनु होला, नत्र गाह्रो पर्छ तपाईँलाई स्टाफ पाउनलाई। हस्, धन्यवाद।